समितिबाट जसरी पारित भयो सदनमा जाँदा त्यहाँ कहीँ न कहीँ कसै न कसैले चलखेल गरेको कसै न कसैले सचेत रूपमा चाहिँ गडबड गरेको देखिएको छ। त्यसको बारेमा गम्भीर रूपले छानबिन हुनुपर्ने, कसले चलखेल गर्यो त्यसमाथि कारबाही हुनुपर्ने अवस्था आइलागेको छ। यो समितिको निर्णय प्रक्रिया र त्यो निर्णयलाई फुल हाउसमा पुर्याउने प्रक्रियामा कहीँ न कहीँ, किनकि कर्मचारी तन्त्रभित्र एउटा पक्ष सङ्घीय निजामती ऐन यो रूपमा अगाडि नआओस् जुन रूपमा समितिले पारित गर्यो भन्ने चाहन्थ्यो, कहीँ त्यही नै चलखेल भयो कि भन्ने प्रश्न पनि उठेको छ। तर अहिले मैले कसैलाई ताकेर आरोप लगाउन सक्ने स्थिति छैन। यो समग्र प्रक्रियामा कहाँबाट चलखेल भएको गम्भीर छानबिन हुनु पर्यो, दोषीमाथि कडा कारबाही। जस्तो हजुरले केही दिन अगाडि सोही समितिमा बसेर एउटा विषय उठाउनु भएको थियो, यो जस्तो समितिमा एउटा छलफल हुन्छ, विषयवस्तु पनि आउँछ, टुङ्गिन्छ, यहाँबाट पारित भएको विषय सदनमा गइसकेपछि ठिक उल्टो भएर आउँछ भन्नुभएको थियो। आज त्यही अवस्था सिर्जित भयो नि। त्यसकारण मैले त त्यो बेलामा मैले खास गरी विद्यालय शिक्षा विधेयकका सन्दर्भमा भनेको थिएँ, समितिमा भएको छलफल स्वयं क्याबिनेटले गरेको चाहिँ पारित गरेको विषय पनि सदनसम्म पुग्दा कर्मचारी तन्त्रले चलखेल गरेको भन्ने देखिएर मैले फिर्ता लिएको थिएँ। त्यस्तै नहोस् भनेर सतर्क गराएको, हेर्दा हेर्दै त्यस्तै भएको देखिएको छ। यसलाई हामी सबैले गम्भीर रूपमा लिन। प्रधानमन्त्रीज्यूले पनि यो विधेयक रोक्न खोजेको एउटा समाचार योभन्दा अगाडि पनि आएको थियो होइन, ठ्याक्कै यो घटना आउनु र प्रधानमन्त्रीले अगाडि यो विधेयक रोक्न। अब यो विषय धेरै संवेदनशील र गम्भीर छ। कतिपय मान्य सदस्यहरूले अहिले संसदीय छानबिन समिति बनाएर नै कहाँबाट गडबड भएको पत्ता लगाउनुपर्छ भन्ने कुरा पनि उठाइराख्नु भएको छ। मैले पनि यो विषयलाई त्यही गम्भीरताको साथ लिनपर्छ र राजनीतिक नेतृत्वको तहमा पनि छलफल गर्ने सोचेको छु। तपाईँहरू पनि छानबिन समितिको पक्षमा हुनुहुन्छ? अब हामीले निर्णय गरिसकेका छैनौँ अझ समग्र। म त आज दिउँसोसम्म यहाँ थिइनँ, यहाँ त फोनमा मेरो कुरा त भइराखेकै थियो, तर सबै साथीहरूसँग बुझ्न बाँकी छ। अझ मुख्य सचेतकबाट सबै कुरा बुझिसकेपछि हाम्रो निर्णय आउँछ।